भन त्यसको कोब्रा एम40 निकाल्दिउँ ए यो के पोकर एम40 निकाल्दिउँ साँच्ची निकाल्दिउँ नि भन्न केही निकाल के अनि के फाइदा हुन्छ त नि मलाई अहिले भन त ए हरि मलाई तँदाखेरि हरि सर्रै हानिदिन्छ टाउकै लाग्छ पुरा यत्रो मेहनत गरेँ मैले यति धेरै टोकन गराएको हेर सुरुमा क्रिमिनलमा उडाएँ बनीमा उडाएँ बल्ल बल्ल यो गराएको अहिले पोकरको लागि मैले खर्च गरिदिएँ भन्न आइडिया दिएन अमृत म त निकाल भन्छु कि त अर्कोतिर मैले अनि यहाँ क्लिक गर्ने बित्तिकै निक्लिन्छ कि क्लिक गरेर उस गर्न पर्छ क्या होइन पर्चेस पक्का अनि क्लिक गरिदिनु कहिले के हुन्छ पर्चेस त हुन्न अलि डर लाग्यो ढुकढुक भइरहेको किनकि मैले यति मेहनतले बनाएको टोकन हो कि यार 250 सर जान्छ कि यार पर्चेस त हुन्न के अरे होइन तर क्लिक गर्दै पनि यार क्लिक गर्दा पर्चेस त हुन्न नि साथै टोको अब फेरि क्लिक गरेर पर्चेस त हुन्न मेरो हातमा हेर्न फेरि क्लिक म्याक्सिमम भइसकिस् फेरि क्लिक गरेर पर्चेस हुन्छ अब हुन्छ क्या हुनु दोस्रो लडमा हुन्न नि डर लाग्यो अलि ढुकढुक भयो कि दिन ढुकढुक पर्चेसै गरिदिन्छु त पोकर एम40 हेरेर लुक हरि त के फेरि लुक त हरि म मान्नुपर्छ कि लुकले गर्दा पनि म लिन खोजेको लुक हेर्न एकपल्ट स्याक्सी लुक त देख्यो हेर हान्दिम अमृत हान्दिम हेर त हान्दिम यो मौका पाउन सकेको हान्दिम पछि पाउन सकेँ मौका तर 250 जान्छ कि यार टोकन पनि डर पनि लागिरहेको हरि एउटा गेम हो टोकन चाहिँ अब कलेक्ट गरिन्छ पछि म तँलाई हेल्प गर्छु भन्न त छैन तँलाई हान्दै के हुन्न हेर के हान्दिम जाबो त होइन यो गेम भनेको जाबो गेम होइन यार के होइन मेरो जिन्दगी हो प्राइम 5 बनाएको म्याच हान्दै के कस्तो भनेले म हान्छु भन्न अलि डर लाग्यो मेरो अलि दिन डग्लो भयो कि दिया नचल चलिकन अलि कस्तो बनायो कि प्राइम यस्तो डर लागिरहेको अमृत भन्न बिक्न त बिक्छ अनि कोब्रा पछि गरेर निकाल्यो भने नि मैले केही हुन्न डुडी टाइम गुडी चलाउने पागल निकालिदिने नि त्यसो हात चाहिँ के गर्ने त डर पनि लाग्यो पछि गएर पछि त लाग्दैन मलाई भन्न पछि गएर पछि त लाग्दैन नि मा कसम लाग्दैन नि पछि गएर पछि त ढुक्क होस् न भने निकाले के हरि पछि त लागिरहेको कस्तो भयो दिन निकाले के है हेर्न आइज लडेर भएपछि हेरेस् म हातमा राख्दै कस्तो भयो कि दिलै कस्तो गरायो कि अमृत यार गल्ती त गरेन नि मैले निकालेर अमन भाइ अनलाइन रहेछ कस्तो मोबाइल ह्याङ भयो तिमीले कति कि लानिस् किन रहनु मेरो मोबाइल ओइ मुजी अमनले त पोकर एम40 चलाए अबि फेरि सिन्न पर्छ ढुक्क यसको विकली हाने भन्ने थियो हेर्न मैले निकाल्छु भने यत्रो भिडियो बनाएको थिएँ तर निकालिएन यो हटाइदिएर डिलिट गरिदिएँ भिडियो डिलिट गर्ने कसरी हो र भन्न त फेरि रन गएकोस् साइको रहेछस् त यार